सो हेलो गाइज, वेलकम छ तपाईँलाई मेरो मिनी ब्लगमा। आज भने हामी गइरहेका छौँ स्केटिङ खेल्नलाई। सो त्यसको लागि हाम्रो भिडियोमा अन्तिमसम्म हेर्नु होला। हामी चाहिँ बस चढेर सरर लाग्यौँ त स्केटिङ खेल्ने ठाउँ हामी झरिसक्यौँ केटा हो बसबाट नि होइन। अनि त्यसपछि चाहिँ हामी स्केटिङ खेल्ने ठाउँतिर सरर हिँडेर अलि 2-4 मिनट हिँड्नुपर्छ। त्यहाँ चाहिँ हिँडेर हामी गयौँ। त्यसपछि चाहिँ त्यहाँ पुगेको त दामी थियो है भ्यू चाहिँ केटा। अनि भित्र गएको त केटाहरू त सब बसिरहेको रहेछ होइन। अनि हामी पनि गयौँ टट्ट जुत्ता सुत्ता लगाएर फेरि भित्र छिर्दियौँ। त्यहाँ चाहिँ भिडियो सिडियो बनाउन दिन्न रे। अनि त्यसपछि पनि हामीले बाहिरबाट यसो एउटा साथीलाई लुकीचोरी बनाएको थिएँ, मैले फोटोहरू नि राखिदिएको छ। अनि त्यसपछि अलिकति केलेको त हुँदैन त मामा लडेर त के चाहिँ दुखाइ, शरीर चाहिँ अहिलेसम्म नि दुखाइ भएको छ है केटा हो। अनि त्यसपछि चाहिँ त्यहाँबाट के अरे अलिकति रमाइलो गरेँ। अनि चिसो पनि अति हुँदो रहेछ। अनि फर्स्ट टाइम हो मेरो एक्सपिरियन्स चाहिँ, मलाई चाहिँ अलिक गाह्रो नै भएको थियो होइन। केटाहरू चाहिँ कुदिरहेको थियो फेरि। अनि त्यसपछि चाहिँ हामी सर आयो त्यहाँबाट। अनि आज चाहिँ हामीलाई युनिभर्सिटीले नै खुकुमा लगेर खानेकुराहरू चाहिँ जे खान मन लाग्छ सबै खानेकुराहरू दिन्छ अरे। अनि त्यसपछि हामी चाहिँ सर फेरि त्यहाँबाट हिँडेर होइन। अनि अब हाम्रो युनिभर्सिटीको नजिकैनिर छ कि केङसँग त्यहाँको अगाडि नै छ। अनि त्यहाँ चाहिँ फेरि बस चढेर हामी हिँड्दै होइन। अनि त्यहाँको बस चढ्ने ठाउँबाट चाहिँ अनि फेरि हामी बस चढ्यौँ। यहाँ समुद्र नि रहेछ। अनि समुद्रको नि यसो भ्यू देखाइदिएँ। अनि त्यसपछि चाहिँ अनि हामी बस चढ्नु पऱ्यो भनेर बस चाहिँ चढेर अनि सरर आयो। अनि फेरि त्यसपछि चाहिँ उता मेरो साथी विशाल, यता चाहिँ हाम्रो छवि दोस्त बसेको थियो। अनि टक्क आएको त अनि हामी चाहिँ होटलमा पनि पुगिसक्यो होइन। अनि यहाँ चाहिँ खानेकुराहरू पनि दामी दामी हुन्छ होइन। अनि यहाँबाट माथिबाट चाहिँ भ्यू चाहिँ यस्तो दामी देखिरहेको थियो। हाम्रो चाहिँ 3 तलामा थियो होइन। अनि त्यहाँ गएको त खाना सेक्सनतिर गएको केटाहरू त बडो टन्नै थियो। अनि त्यो भिडियो सिडियो चाहिँ मैले त्यहाँको चाहिँ बनाएन। अनि त्यसपछि खानासाना टिपेर हामी चाहिँ लाग्यौँ टेबलतिर होइन। टेबलतिर गएपछि तपाईँले देख्न सक्नुहुन्छ मैले चाहिँ यहाँ मासु आइटम होइन, म चाहिँ मासु लभर भएर मासु आइटम चाहिँ बोकेछु होइन, के छ होइन। अनि त्यसपछि चाहिँ टक्क यसलाई गेम खाएर गम सब केटाहरू खाइरहेको थियो होइन। अनि टक्क लगाएर त्यसलाई खाएर यसो कति मासु मात्रै खानु भनेर यसो फलफुल पनि खानु पऱ्यो भनेर यसो फलफुल खाएको। अनि बिचमा मिठाई पनि खाइयो। मिठाई सिठाई खाएपछि अनि हामी त्यहाँबाट चाहिँ फेरि घरतिर लाग्यो केटा हो। सो मलाई यति धेरै माया गरिदिनु हुने सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद, थ्याङ्क यू।